ओए 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 दा अलिकति हेल्प गर्नु पर्ने भयो Sorry for my breathing. म त कसो मेरो लाइफको सबसे लामो 6 किलोमिटर नै यही फिल भइरहेछ यार अति धेरै बेर भयो जस्तो लागिरहेछ के आई एम सो हङ्ग्री आई एम सो कोल्ड आई एम सो वेट गाइज आफ्टर न्यापिङ फर 3 आवर्स अहिले चाहिँ 6:30 बज्यो जस्ट गट आउट अफ माई रुम and see this damn म त हिउँ परिरहेछ यार म रेनकोट लाउन गएको थिएँ मजा आयो यार मजा आयो लास्ट मजा आइसक्यो मलाई त मेरो त धिजी भयो यार पुरै भिज्यो यार हिउँले म चिसो रहेछ यार डेन्जर गाइज होइन होइन यहाँ भिडियो बनाउँछु एकछिन पर्खिनु न एउटा बनाउँछु नि जोड्ने ह्यात तेरिका ल के त अब टोपिन सपिन हिउँ पऱ्यो बेला के भन्नु छ हाम्रो बदलले चाहिँ हिउँमा स्नोम्यान बनाइराख्नु भएको छ है कालेबुङमा दामी भएको छ अहिले चाहिँ स्नो फल भइ नै रहेछ यार धेरै नै भइरहेछ है एज यु गाइज क्यान सी धेरै नै स्नोफल भइसक्यो एन्ड गड इज स्नोज मलाई स्नोफल पर्छ भनेर एन्ड कस्तो रमाइलो भइरहेछ यार ड्याम पुरै स्नोफल भएर गुड मर्निङ एभ्रिवान अहिले चाहिँ बिहानको 4:30 भयो अनि अल नाइट हिउँ पऱ्यो फर्स्टै जाडो छ एन्ड आई थिङ्क आई ओभर स्लेप्ट अनि यस्तो ठुलो प्रब्लम भयो नि के भन्नु न मम्मी र म डिफ्रेन्ट होटलमा बसिरहेको छौँ किनकि म छुट्टै आएको थिएँ नि त अनि मम्मीले चाहिँ मलाई बिहान 4 बजी मन्दिर जानुपर्छ है भनेर भन्नुभएको थियो अनि आई थट मम्मीले मलाई फोन गर्नुहुन्छ मम्मीले मलाई फोन गर्छु भन्नुभएको थियो तर के भयो भन्दा हिजो बेलुकादेखि 10-11 बजीदेखि सिमै चलाएको छैन कि अनि मैले चाहिँ कल आउँछ भनेर 4 बजी नै उठेको थिएँ अनि फेरि सुतेँ कि म कल आउँछ होला भनेर तर एक्चुअली त सिम चलेकै छैन अनि आई डोन्ट नो के भइरहेछ यस्तो मिसकोअर्डिनेटेड भइरहेको छ मम्मीहरू गइसक्नु भयो कि मलाई पर्खिराख्नु भएको छ कि केबल कारै चल्दैन कि आई गट नो फ्रिकिङ आइडिया के भइरहेछ अनि साउन्ड सुन्नु न आइसको केराम गरिरहेछ फ्रिजिङ कोल्ड एन्ड वेट ए तारै खसेछ नि त बेलुका त्यही भएर रहेछ अब त आइस हिँड्दै जान्छु मम्मीको होटल अगाडि जान्छु त्यहाँ भेट्यो भने भेटेँ भने चाहिँ केबल कार गइदिन्छु केबल कार पनि चलाएको छैन भने चाहिँ तुई चाहिँ फर्केर कोठामा आएर सुत्दिन्छु आइस मेरो चाहिँ जिजी भयो किनकि 4:55 भयो अनि केबल कारको टिकट काउन्टर
तिर आइसक्यो त्यही त कोही पनि छैन रहेछ आज यति बेलैदेखि चल्ने गरे केबल कार चाहिँ तर आज अब एकदमै धेरै परेको भएर माथि पुरै बाटो नै जाम छ अरे अनि त्यही भएर अब 6 बजीपछि मात्रै रे मैले त न मम्मीहरू भेटाएँ न कसैलाई भेटाएँ एक्लै भूत गइरहेको थियो यार म योमा पर्खिन्छु 1 घन्टा लेट्स सी व्हाट ह्यापन्स and peace. म चाहिँ एक्लै कालिम्पोङको केबल कारमा छु exploring it right now. No one is there with me. अनि न त यहाँ कोही क्रिउ छ एकजना दाइ हुनुहुन्थ्यो he let me in कोही छैन and I'm currently looking out for washroom. I am the first person in this room जो चाहिँ सबसे फर्स्ट 4:30 मा आएर पनि त्यो लाइन बस्नु because of again guys म आइपुगेँ कालिम्पोङ it took about 5 minutes of cable car ride and 3 hours of queue के भन्ने यार सर्वदा मनमर मोहनी गराइदिनु जय हो भगवती माता वहाँ माथि पो यहाँ माथि जानु न मम्मी फोटो खिच्दै तेरिका हामी फटाफट गएर मन्दिरमा दर्शन गर्न त गरिदिनु भगवान लौ परमेश्वर वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुर्मे देव सर्व कार्येषु सर्वदा प्रभु हे गणेश कुमारजी प्रसन्न भइदिनु है हामी जानिनामा कुनै पनि गरेको माफ गर्नु है भगवान प्रभु सदा सर्वदा खुसी हुनु भगवानको नाम जप्नु जहिले सक्ने बनाइदिनु नारायण प्रभु नारायण वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुर्मे देव I'm finally here कालिम्पोङ टेम्पल है जो आउनु पाउनु भएको छैन यहीँबाट दर्शन गर्नु यस्तो धेरै मिस्टी भनौँ न क्लाउडी मिस्टी छ केही देखाएको छैन है म त्यस्तो टाइम ल्याप्स बनाउँछु भनेर जस्तो कि ठिकै छ यो परिरहेछ यता देखिरहेछ कालिम्पोङ देवीको म चाहिँ बिहानदेखि नै मुख धुनेर बसिरहेको छु कति भयो 8:30 बजे चाहिँ मन्दिरभित्र हो म सर्ट ब्रिफवाला बनाइदिन्छु अनि हाम्रो कालिम्पोङ हो ती त्यहाँ माथि आएर चाहिँ आनन्द भइरहेछ तर
गइदिइहाल्छु यता यो चाहिँ मेरो ओरियो डग छोरा मान्छेले बोली गर्नु पाए छोरी पक्रिदिनु न ल पहिलो उता लाइनबाट भन्दाखेरि बाबु यहाँ हामीले त यो डरुल हिचाउने होइन उहाँ गएर आएपछि गर्ने अरे ल ल आउनु भयो धन्यवाद ल गाइज मैले पूजा भयो अब निस्केको यहाँदेखि निस्केपछि चाहिँ फर्केर हेर्नु हुँदैन त्यही भएर म चाहिँ अब नफर्किकन टुइटै तल जान्छु बाटो चाहिँ डेन्जरै स्टिप छ गाइज मैले चाहिँ चेकआउट गरेँ अनि बाइकको कन्डिसन यस्तो छ यो स्टार्ट भयो भने मिराकलै हुन्छ कि सेट यो स्टार्ट भयो भने त म कसम यो बाइकलाई मानिदिन्छु पुरै मानिदिन्छु म यो बाइक स्टार्ट भएछ भने ओके डेट भएको छैन ओए वान ट्याप भइदिएर यार वाट वान ट्याप भइदिएर बा माने मैले ल ब्रदर वान ट्याप भइदिएर स्टार्ट त छक्कै पऱ्यो यार म त गाइस अचम्म भयो यार यो बाइक काठमाडौँमा एकचोटिमा स्टार्ट नहुने यहाँ भइदिएर अब म कतिचोटि लड्ने हो थाहा छैन तर अब ठिक छ जानुपर्छ ल म चाहिँ निस्केँ कालिम्पोङमा त रक्षा गर्नु हिउँमा चाहिँ नलड्योस् ओ माई गड चढ्दैन त पावर चाहिँ डेन्जरै ल्याक भइरहेछ आज त जिजी हुने भयो मेरो थाहा पाइसकेँ मैले गाइस स्किल टेस्ट हान्नु छ बाइकको भने यहाँ आउनु के दिस इज द रियल च्यालेन्ज कालो आइसमा ब्ल्याक आइसमा गड ड्याम तर आई बिलिभ इन माइ सेल्फ हो फक बट आई डोन्ट बिलिभ इन दिस रोड बट कसम कसरी चढाउने हो यार त्यसको बाउ कसले फोन गरे हो मैले फोन उठाउने त स्थितिमै छैन म चिप्लेटी खेल्दै खेल्दै जाने पर्छ
दा अलिकति हेल्प गर्नुपर्ने भयो ल रेक्नु ल ल 3 2 1 अब जान्छ होला यहाँदेखि त जान्छ होला यहाँबाट त्यो जान्छ मायो यस्तो रहेछ त यहाँ माथिसम्म ढकलिदिनु त Are you serious right now, bro? कति 100 रुपियाँ दिनुहुन्छ ल यहाँ त चढ्छ यहाँ त चढ्छ तपाईँ हुन्छ यहाँदेखि जान्छु होला ठिक छ धन्यवाद हस् sorry for my breathing तर जस्तो देखिन्छ नि बाटो इजी त्यस्तो छैन कमसेकम यस्तो ढुङ्गा मैले बल्ल थाहा पाएँ किन राखेको रहेछ भनेर कमसेकम हिजो अब त गाह्रो भएको थियो अहिले त धेरै स्वर्गमा पुगेँ कुदा जस्तो लागिरहेको छ अहिलेको आइस हेर्दाखेरि त मेरो चाहिँ अघि रक स्टडी अन रहेन रहेछ धेरै नै सेकी आइरहेको थियो होला तर डिफल्ट पनि राम्रै नै छ स्टेबलाइजेसन बट अहिलेको चाहिँ आए नै होला आई गेस हेरौँ के हुन्छ गाडीहरू नचढेर बाइकहरू नचढेर 5 मिनट गाउँमाथि 5 मिनट मन्दिर 15 मिनट क्या भने है 5 मिनट पुग्दैन गाइस मैले त रिल्समा हेरेको कुरा रियालिटी भइरहेको छ रिल्स टु रियालिटी यस्तो बिस्तारै जान्छु म संसारको सबैभन्दा बिस्तारै को गयो भन्दाखेरि मेरै नाम आउँछ कि यस्तो बिस्तारै जान्छु म कसम यार अगाडि त मुटु नै डर लाग्नेवाला बाटो रहेछ त छ
6 किलोमिटर त यही हो हिजो नि आएको हो धन्न म उकालोमा परेन उकालोमा पऱ्यो भने त बाइक आउ चढ्दैन थियो माथि हिउँ पऱ्यो भने सक्ला होला यो खेल्नलाई जाममा सबजनाको त हालत पत्ला Guys, it's been 15 minutes के I'm struggling on the snowy road अहिले धेरै तल आइसकेँ त्यही भएर रोडको छेउछेउमा मात्रै छ अनि I'm so hungry किनकि मैले हिजो बेलुकादेखि केही खाएको छैन बिहान पनि मन्दिरमा दर्शन गर्नु अगाडि केही खान पाएन अनि यहाँ तल आएर पनि पानी पर्न थाल्यो नि त अनि फेरि पानी पर्न थालिसकेपछि अब एकदमै धेरै ठुलो पानी पऱ्यो भने झन् निस्किन सकिँदैन भनेर म चाहिँ झटझट प्याक गरेर निस्किदिइहालेँ अनि केही खाएको छैन 11 बजिसक्यो फोटो बनाउँदा खिच्दा मम्मीहरूको फोटो खिच्दा आफ्नो भिडियो बनाउँदा हिजो बेलुका पनि राति 11:30 बजीतिर को मान्छेहरू एक बस मान्छे आएको थियो 40 जना आएको थियो मेरो रुमको माथि पुरै हल्ला गरेर 12:30 1 बजीसम्म सुत्न नदिएर पागल लाइक हुन्छ नि मतलबी मान्छेहरू हुन्छ कि मान्छेहरू सुतिरहेको हुन्छ लाइक दे वर डान्सिङ के नाच्ने ठाउँ होइन नि त नाच्नु मन छ भने बाहिर प्यासेज नगरेर नाच्ने त्यो हुडन घरमा त अभियसली साउन्ड जान्छ सुत्नै नदिएर 12 बजी सुतेको अनि 4 बजी उठेको गएर लाइनमा पनि एक्लै बसेँ कोही थिएन अनि त्यही माथि टिकट त मैले सबसे फर्स्टमा टिकट मैले काटेको के त्यही पनि मम्मीहरू कति ढिलो 7 बजी ढिलो 7 बजी आउनुभयो अनि फेरि लाइन बस्नु पऱ्यो 1 घन्टा अनि माथि पनि फोटो खिच्दा फ्यामिलीसँग हिँड्नु त मन लाग्छ तर यस्तो टायरिङ हुन्छ नि सबजनाको बुझ्नु त पर्ने हो क्या अलिअलि तर हिजो नि बाइकमा आएको बेलुका सुतेको छैन बिहान पनि चाँडो उठेको छ फेरि बाइकमै फर्किनु छ भनेर हल्का बुझ्नु पर्ने हो क्या चाँडो गरिदिनुपर्छ टाइमको रेस्पेक्ट गरिदिनुपर्छ भनेर के भन्ने अब मलाई अझै यो आउटफिट जानलाई आधी घन्टा लाग्छ किनकि म लिटरली 9-10 को स्पिडमा झरिरहेको छु कि नभए लड्छ योभन्दा स्पिड चलायो भने लड्छु म त कसम मेरो लाइफको सबसे लामो 6 किलोमिटर नि यही फिल भइरहेछ यार कति धेरै बेर भयो जस्तो लागिरहेछ कि आई एम सो हङ्ग्री आई एम सो कोल्ड आई एम सो वेट भनौँ न सबै कुरा क्या एन्ड टायर्ड सबै कुरा एन्ड दिस रोड इज नेभर एन्डिङ के हिजो त गाह्रो भएको थियो तर ठिकै थियो क्या त्यस्तो एक्साइटमेन्ट थियो नि त अहिले त कसम लाइक सबै एलिमेन्ट्सहरू मेरो एगेन्स्टमा छ कि एभ्रिथिङ इज एगेन्स्ट मी भर्खरै पुरै मङ्कीहरू कराइरहेको थियो कि अहिले म आएको थाहा पाएर कराएन मलाई त यो बाटो देखेर कस्तो आनन्द भयो भने यस्तो नेपालको गभर्मेन्ट प्लिज यार के कति दुःख दिएको होला यार मान्छेहरूलाई यार यतिको बाटो बनिरहेको छ कि यहाँ यस्तो राम्रो बाटो बनिरहेको छ कि यहाँनिर त्यहाँ माथि चाहिँ किन छैन के एकछिन पक्रिन्छ नि त लाबरको भन्छ फ्यात्त गइहाल्छ खानु भयो आलु खाने स्टुडेन्टमा यस्तो नमजाले पछाडि
झर्दाखेरि मैले हेरिरहेको थिएँ क्या पुरै हतार गरेर कुदाइरहेको थियो बाइकमा त एक्लै डराले बिस्तारै खुट्टा दुखे थामेर कुदाइरहेको थियो हिरो भएर स्पिड कुदाइरहेको थियो ब्ल्याङ्कमा चिप्लेर तल सन घिसाऱ्यो जाडोमा अनि पिल्सेपछि अनि आयो भने के गर्नु मैले टाउको घोल्छ नि सो म अहिले चाहिँ त्यो अघि भर्खरै खाजा खाएको ठाउँदेखि धेरै नै तल आइसकेँ त्यो खाजा खाने ठाउँ चाहिँ मुडेभन्दा अलिकति माथि हो है गाइज इफ यु आर पासिङ थ्रु है यो बाटो हिँडिराख्नु छ भने त्यो त्यस्तो सानो सानो सपहरू पनि गइदिनुहोस् कति खुसी भइरहेको थियो यार त्यो त्यहाँको दाई अनि त्यहाँको आन्टी कस्तो वेलकमिङ के मलाई कस्तो जाडो भइरहेको थियो म पुरै भिजेको थिएँ हेरदेखि तलसम्म नै अनि भित्र आगो सानो बालिरहेको थियो अनि मलाई जाडो भयो भनेर दाउराहरू पनि ल्याइदियो कति धेरै आगो बालिदियो म लिटरली 1 घन्टा बस्यो होला के अनि लाइक म पनि त त्यस्तो हेल्प गर्न त सिचुएसन आफैले म नै अब आफूले मलाई कसलाई हेल्प गर्ने सिचुएसन जे आयो भने भनौँ न मलाई हेल्प त गर्न पनि तर म सक्दैन अनि त्यही भएर मैले त्यहाँ बसेर कफी खाएँ मलाई 1 कपले युजली पुग्छ त्यही नै मैले 2 कप खाइदिएँ अनि खाजाहरू खाइदिएँ त्यहीँनिर अब मसँग त्यस्तो थिएन नि त धेरै त केही पनि अनि जे होस् खुसी हुनुभयो अनि म अर्कोचोटि पनि आउँदाखेरि आउँछु भनेर भने त्यस रमाइलो भयो कति बेर बसेँ म 1 घन्टै 1.5 घन्टै बसेँ त्यहाँ बिचराहरूको अब मैले सोधेको त्यो दाइहरूलाई कहाँ बस्नुहुन्छ भनेर अनि हामी त यहीँ बस्छौँ भनेर भन्नुभयो ए अनि बत्ती पनि आउँदैन रहेछ कि त्यो ठाउँमा बत्ती दिँदैन रहेछ किनकि त्यो दाइहरूको सानो कटेज टाइपको छ नि त अनि लाइक बिजुलीको पोल रहेछ कि त्यही पनि नदिने रे कि उनीहरूले त्यहाँनिर सानो भयो भनेर के हो यार नेपाल गभर्मेन्ट सानो सानो लाइक बिजनेसहरूलाई पनि त हेल्प गर्नु पऱ्यो त्यस्तो अहिलेको जमानामा बत्ती नै नआउने रे के ल अब पोल नभएको भने है भन्नु के पोल पनि छ कि त्यहीँनिर बत्ती दिँदैन अरे के अब किन थाहा छैन है तर अब बत्तीको 200 रुपियाँ 300 रुपियाँ त उठ्छ नि हौ त्यसो ठाउँमा त्यति त तिरिहाल्छन् होला नि यार किन नदिएको यार पोलै हालिदिएको छैन अरे अनि दिँदैन अरे अनि खै अब त्यस्तै नै भयो यसमा चाहिँ भिडियो बनाउँदिनँ भनेर बसिरहेको थिएँ अब सिधै घरै जान्छु किनकि त्यहाँ कस्तो फन्नी पनि भयो क्या मलाई यस्तो धेरै जाडो भइरहेको थियो होइन म पुरै नै भिजेको थिएँ अनि त्यहाँ अर्को एउटा दाइ र दिदी पनि स्कुटरमा आइराख्नु भएको थियो स्कुटरकै बाइकमा हुनुहुन्थ्यो नि त्यो मसँगै बस्नु भएको थियो कि त्यो दाइ र दिदीसँग कति बेर गफ गरेर बसिरहेको थियौँ अनि त्यसमा ठ्याक्कै जाने बेला चाहिँ दिदीले चाहिँ दाउरा र लाठीले हान्नु भयो कि अनि मैले चाहिँ अब मिलाउनु मलाई जाडो भइरहेको थियो र त्यो जुनमा आगो बालिरहेको थियो नि त सानो त्यो के भन्छ त्यसलाई त्यो अनि त्यो मैले त रियलाइजै नगरेकै त्यो तातो हुन्छ त्यो त्यसमा आगो बनाइरहेको छ भनेर मलाई यस्तो धेरै जाडो भइसकेको थियो मैले यसो च्याप पक्रेर यसो तानिदिरहेको कि एकछिन पछाडि त कस्तो बोल्यो कि अनि मेरो त 3टा औँला त पुरै बनै भइदियो कि अनि कस्तो फटी भएको कि अनि त्यो थाईहरू पनि हाँस्दैहरू त के गरेको बाबु तिमीले यस्तो भनेर अनि त्यही त मैले बिर्सेछु भनेर भने अनि हाँस्दै हुनुहुन्थ्यो अनि जस्ट हाँस्दै चाउचो अन्डा खाएँ कफी खाएँ अनि निस्केँ अब मेरो माइकमा चाहिँ चार्ज छैन जम्मा 10% छ अनि मैले चाहिँ माइकको चार्जर ल्याइनँ कि मलाई त माइकको चार्ज पुग्छ होला सोचेर अनि मैले माइकको चार्जर ल्याइनँ खास गरी अब पावर ब्याङ्क त छ मसँग मैले ब्याट्री पनि त्यसबाटै मेरो क्यामेराको ब्याट्री पनि त्यसबाटै चार्ज गरिरहेको छु फोन पनि त्यसबाटै चार्ज गरिरहेको छु मैले कति 2 दिन भयो होला जस्ट घरदेखि निस्केदेखि मैले पावर ब्याङ्कै युज गरिरहेको छु अझै 50% चार्ज छ पावर ब्याङ्कमा तर माइकको चाहिँ जुन त्यो चार्जिङ स्ट्यान्ड हुन्छ त्यो ल्याउन बिर्सेँ मैले अनि बिचमा यहाँ मैले किन नबनाएको भन्दाखेरि पानी छिट्याइ नै रहेको छ क्या अझै पनि अनि त्यही भएर अब के बनाउनु जस्तो भइरहेको थियो अनि ठिकै छ जोसहरू अब कस्तो हुन्छ अब यहाँ तल त्यो खाडी बजार भन्ने ठाउँ पुग्न आँटेँ म जहाँ मैले कपाल काटेको थिएँ मैले यो ठाउँमै मैले टाइम ल्याप्स बनाएको थिएँ मलाई याद आयो यस्तो राम्रो ठाउँ थियो हेर्नु न म तपाईँलाई देखाइदिन्छु बिफोर एन्ड आफ्टर अनि फेरि यहाँ आएर पनि म होटलमा 1 मिनट पनि बसिनँ कि पानी पर्न आँटेको छ भन्नुभयो सबैजनाले निस्किने भए निस्किने नभए यहीँ स्टक हुन्छ भन्नुभयो अनि फेरि म त स्टक हुन त मिल्दैन आएर आज स्याटरडे हो म घर पुग्नै पर्ने हुन्छ अब पुग्नै पर्ने त हुन्छ के भन्नु मलाई के भयो सब्सक्राइब गर्छौ ल लेख
समप्रेस कार्की बुझ्यौ SAMPRES KRKI ओके कार्की त थाहा छ होला स्पेलिङ होइन समप्रेस SAMPRES ओके ल तिम्रो घर यतै हो चल छुट्टी हो आज स्कुल ए आज शनिबार है अनि यहाँ यता हिउँ पर्दैन ए म त कालिम्पोङ गएर त हिउँ परेर थियो पुरै त्यहाँ त सबै भिजिरहेको छु ल गएको ल भाइ ल ल बाई गोप्रो देखेर बिचरा भाइहरूले म कति नै सब्सक्राइबर होला भनेर सब्सक्राइब गर्छु भन्थ्यो यार जम्मा त भन्दिनँ यार तर मेरो 117 जना हुनुहुन्छ एन्ड थ्याङ्क यू भेरी मच अब यो भिडियो चाहिँ आई थिङ्क लामो हुन्छ एउटै बनायो भने त डेन्जर लामो हुन्छ अनि मलाई चाहिँ कट गर्नु छैन कि मलाई यत्तिकै त कट गरेर 10 मिनट बनायो भने मेरो यत्रो एफर्टै वेस्ट हुन्छ क्या त्यही भएर म चाहिँ कट गर्दिनँ म चाहिँ दुइटै भिडियो बनाउँछु अब तपाईँहरू फ्री हुनुहुन्छ भने हेर्नु म इन्टरभलमा 3 दिन 4 दिनको इन्टरभल राखिदिन्छु तपाईँहरूलाई पनि कन्टिन्युस आधी घन्टा 1 घन्टाको भिडियो हेर्न टाइम हुँदैन होला आई अन्डरस्ट्यान्ड द्याट है त्यही भएर म जस्ट कट गरेर बनाउँछु 20 मिनट्सको बनाउन ट्राई गर्छु किनकि कति धेरै कुराहरू छ नि त अनि कसरी एउटा 10 मिनटको भिडियोमा त इम्पोसिबल हो कि त्यो 10 मिनटको भिडियोमा त केही पनि अट्दैन कि म कालिम्पोङ पनि पुग्दिनँ कि 10 मिनटमा त कि फाइनली खाडी बजार आइपुगेँ यार म त यो ठाउँमा आइपुग्नलाई यस्तो भइरहेको थियो होइन खोला त ठुलो भइसक्यो ड्याम क्यामेरा क्लिन छ र वाटर ड्रपलेट्स त छ लेन्सको आई डोन्ट नो यहाँदेखि लेफ्ट जाने जाने अब त धेरै बेर लाग्दैन मलाई कस्तो बाटो कतिको त बाइक यार राम्रो छ यार मैले यसको बाइक एकदम माया गरेर चलाइदिएको छु यस्तो बाटोमा पनि बिस्तारै लिएर आएर अब पेट्रोल पनि छ 3 लाइन छ पुग्छ होला हो यतिले त काठमाडौँ उतै पुगेरै हालिदिन्छु होला म त यस्तो भिजिरहेको छु मलाई रोक्नै मन छैन म त कहीँ नरोक्ने सोचेको अब सिधै घरै गइदिने गाइस म चाहिँ अहिले मेरो अडियो आई डोन्ट नो गइसक्यो होला अडियो माइक्रोफोन म चाहिँ 5 खालदेखि यता बनेपा जाने बाटो आइरहेको छु ढाड दुखेर त म यस्तो धेरै ढाड दुखिरहेको छ यहाँ आएर म चिया खाने ठाउँमा म किन बसेको भन्दा मलाई चिया खान मन पनि थिएन कि मलाई यति धेरै ढाड दुख्यो अनि म आएर स्ट्रेच गरेर अनि कडक 10 चोटि पड्क्यो अनि बल्ल रिलिफ भयो कि त्यो भएर गाह्रो भयो त्यसको बाउले सबै गलाइ त यार मलाई जान दिनु नि अगाडि ठिकै छ मलाई त छिट्टो घर पुग्न मन छ यार मलाई मेरो गोल के छ भन्दा मलाई 40 मिनटमा घर पुग्नु छ मेरो गोल चाहिँ त्यो छ लाइक त्यसको लागि अननेसरी स्पिडिङ त गर्दिनँ तर म स्पिडै जान्छु अब त मलाई धेरै नै गाह्रो भइसक्यो यार कन्टिन्युस बाइक चलाएर अब त फोनको नि ब्याट्री डेड क्यामेराको पनि ब्याट्री डेड 15% स्टोरेज डेड माइक पनि डेड सबै कुरा डेड अनि मेरो ब्याग पनि डेड गएर फुटसल हानिदिएपछि ठिक हुन्छ यहाँदेखि बोर्डर रहेछ त जाने होला ठिक छ यस बाटो हराउने सिचुएसन चाहिँ रहेन रहेछ है यस कालिम्पोङ माताले मलाई सही सलामत घर पुऱ्याइदिनुहुन्छ क्विकली बिफोर एन्डिङ माई भिडियो आई वान्ट टु सो दिस के रियालिटी अफ नेपाल के यो हो के यो रियालिटी अफ नेपाल मेरो भिडियोमा सबै क्यामेराहरू सकिसक्यो त्यही नि आई ह्याड टु सो दिस एक्सपेक्टेसन भएपछि रियालिटी त देखाउनु पऱ्यो नि त यो हाम्रो सागा महादेव स्ट्याचु यस्तो राम्रो ठाउँ छ बट रोड हेर्नु म त सकिसकेको छु केही बाँकी नै छैन जिउमा त राम्रो भनेको या गाइज थ्याङ्क यू फर वाचिङ आइम गोना एन्ड माई भिडियो इन दिस कन्डिसन है म घर जान्छु सावर दिन्छु सुत्छु एन्ड पिस